नमस्कार सम्पूर्ण साथीभाइहरूलाई स्वागत छ मेरो भिडियोमा। म यति बेला कुआलालम्पुर इन्टरनेसनल एयरपोर्ट केलाय 1 मा छु र आज मैले एउटा विशेष भिडियो बनाउँदैछु तपाईहरुको लागि। यो भिडियो सम्पूर्ण बसमा आउने अथवा लेभल 1 मा झरेर लेभल 5 मा आउने साथीभाइहरुको लागि एकदमै काम लाग्ने भिडियो छ र उहाँ दाइले भोग्नु भएको कुरालाई मैले यहाँ तपाईहरुमा राख्दै उहाँ दाइले भयो कुरा म तपाईहरुमा राख्छु उहाँकै मुखबाट। उहाँलाई के भयो कस्तो भयो म उहाँबाट बुझ्छु है त। ल हाम्रो दाइलाई स्वागत छ मेरो भिडियोमा। अनि तपाईलाई आज के भयो कसरी आउनु भएको थियो कहाँदेखि कसरी आउनु पर्यो तपाईलाई के भयो त्यो कुरा सर्टकटमा भनिदिनु होला। नमस्कार, धन्यवाद सर। खास मेरो मैले त्यहाँ जुन एयरपोर्टमा प्रवेश गरेँ त्यसपछि तपाई बसमा आउनु भएको? बसमा आउनु भयो, बस स्टेसनमा झर्नु भयो, त्यसपछि तपाई लिफ्टबाट माथि आउनु भयो लिफ्टबाट मैले त्यहाँ टर्मिनल 1 को लागि प्रोसेस गरेको हैन, लेभल 2 मा आउनु भयो लिफ्टबाट। तपाईलाई लिफ्ट लेभल 2 भन्नाले म ग्राउन्ड फ्लोरमै माहरुले मलाई फलो गर्यो हैन, फलो गरेर लयो कति नम्बर भन्दा 5 नम्बरमै लयो, भित्र सिडी भित्र लयो। 5 नम्बर त यो लेभल 5, तर तपाईलाई त्यहाँबाट भित्र ओतेर छिरायो होला। भित्र छिरायो, उता साइडमा छिरायो के भित्रतिर छिराइसकेपछि मलाई पासपोर्ट जफत गर्यो हैन, पासपोर्ट जफत गर्यो। अनि मामाहरुले नै लग्यो हैन त, अरु ठग मान्छेहरु त हैन, मामाहरुले नै लग्यो, मलाई लग्यो। उहाँको पासपोर्ट टिकट सबै खोजिदियो हातमा, टिकट खोजिदियो हैन। अनि पासपोर्टहरु हेर्ने गर्ने, अनि पकेटहरु साम्ने, अनि पैसा निकाल्दिनु खोज्यो। म जबरजस्ती म ढकलेर बाहिर निस्किनु खोजे। अझै उनीहरुले मलाई समाइरहेको थियो भित्र। अनि त्यसपछि पनि एकछिन म एकदम नर्भस भएर एकदम उगर तपाईलाई आत्तिनु भयो नि। अब किनकि तपाईको पासपोर्ट सासपोर्ट लिन लाग्यो, तपाईलाई त्यहाँ लाएर चेकिङ गर्न लाग्यो, तपाईलाई पनि अब गाह्रो लाग्यो हैन, गाह्रो भयो। के गर्न लाग्यो मलाई के गर्छ भन्ने डराउनु भयो। त्यसपछि उनीहरुले आफै सब त्यही भर्याङमै फालिदियो, पासपोर्ट सब फालिदियो। अनि पैसा माग्यो, पैसा त उले हातमा ल्याइसकेको थियो, तर म उसबाट खोस्नु भयो जबरजस्ती। तपाईले पनि तपाई डराउनु भएन? डराएन म। पैसा लाइसकेपछि डराउने कुरो भएन। पैसा लग्यो नि त? जे लएन, पैसा लिएन, तर उले समातेको थियो, तर तपाईले खोसेर आफूतिर लग्नु भयो। त्यही भएर सब नेपालीहरु सचेत हुनु होला। यस्तो समस्या छ है यो मलेसियाको एयरपोर्टमा। यो मामाहरु भनेको 1 नम्बर 2 नम्बर धन्दा गर्नेहरु है, धन्दा गर्ने सबै राम्रो इमानदार नेपाली सोधाहरुले ठग्ने खाने। हामी भनेको काम गर्न आएको हैन, काम गरेर खाने हो हैन, आफ्नो पसिना बेच्ने हो नि त, रगत बेच्ने हो नि त। यसरी सब नेपालीहरु हैन, हाम्रा सिधा साधा दाजुभाइहरुले सब ठगिरहेछ यहाँ। तपाईहरु सबैजना होशियार हुनु होला। उहाँले भोग्नु भयो आज, सब होशियार हुनु होला। यो यस्तो कुनै पर्ने रहेछ कुनै बेला है। एउटा सबको सेफ्टी गर्ने हो कि हैन सर? हजुर, मामाहरु भनेको सुरक्षा गर्ने हो। तर यहाँको अब प्राय देशमा सबै देशमा त्यस्तो हुन्छ नै, मान्छेहरु फटा मान्छे। तर चाहिँ यहाँ अलि बढी नै छ समस्या पारिरहेछ है अब हैन। यहाँ चाहिँ मामाहरुले नै बढी समस्या बनाउँछन् भन्ने कुरा भनिरहेछ। प्रत्यक्ष एउटा भोगेको व्यक्तिसँग मैले पनि बुझ्न पाएँ। त्यहाँ अरु साथीहरुले पनि एउटा धेरै साथीहरुले पनि भन्नुभएको थियो, मलाई पनि लएर यस्तो गर्यो, पैसा के गर्यो भन्दै हुनुहुन्थ्यो। त्यसकारणले साथीहरुलाई पनि लएछ है। अब त्यस्तो सब गरिरहेको रहेछ है यहाँ। त्यसकारणले तपाईहरु अलिकता होशियार हुनु होला, सचेत हुनु होला। अब कसैले तपाईको चेकिङ गर्न खोज्यो भने पनि तपाईहरुले सबै कुराहरु उनीहरुलाई नदिनु होला, किनकि तपाई आफ्नो गन्तव्य। त्यही भएर त मैले भन्छु, यदि तपाईलाई कसैले यताउता बोलायो, तपाईलाई त्यहाँ अलमल लाउन थाल्यो भने तपाई दायाँ बायाँ नगर्न सिधै तपाई लेभल 5 मा आउने। तपाई लेभल 5 को लागि प्रोसेस गर्नुस्, तपाई मजासँग आउनुस्। उतातिर बोलायो तान्यो भने तपाई नजानुस्। हजुरले भनेको ठिकै हो, तर हामी जबरजस्ती गर्छ हैन। डाइरेक्ट आउँदाखेरि केही सोधपुछ गर्नुपर्ने त जहाँ पनि हुन्छ हैन, हेल्प गर्छ कि भनेर सोध्ने कुरो हुन्छ हैन र सर? डाइरेक्ट अब थाहा भएको चिज पनि कुनै बेला सोध्न पर्ने हुन्छ के। अब लामो समयपछि आउँदाखेरि सोध्नु पर्ने थाहा हुन्न, भिडभाड पनि थाहा हुन्न हैन, हर चिज समस्या हुन्छ। तै पनि सोधे पनि मामाहरुले त हेल्प गर्ने हो नि। अब हेल्प गर्छ कि भनेर सोधेको त उल्टा लगेर कुनामा लगेर अब पैसाहरु गोदा छाम्ने है, पासपोर्ट लाने, टिकटहरु तेरो ठीक छैन भन्ने दुनिया त्यस्तो खालको समस्या बनाउँछन्। त्यस्तो खालको समस्या बनाउँछन् त्यो फटाहरु ठग्नेहरु। जुनसुकै देशमा पनि त्यस्तो खालको ठगी गर्ने मामाहरु धन्दा गर्ने मान्छेहरु हुन्छ नै हैन। यहाँ मात्र हैन, प्रत्येक हाम्रै नेपालमा पनि छ। तर त्यस्ता मान्छेहरुसँग बच्नु पर्यो र उनीहरुले तपाईलाई त्यति केरकार गर्न लाग्यो भने आफ्नो गल्ती छैन, तपाई आफ्नो गन्तव्यतिर हिँड्नु पर्यो। त्यहाँतिर तिनीहरुको जबरजस्ती गर्छ, तर पनि आफू
तपाईँले जस्तै उनीहरूले जबरजस्ती गर्यो त्यस्तै गरी तपाईँ जबरजस्ती गरेर निस्किनु पनि हो त्यो चाहिँ गर्नु पऱ्यो उनीसँग आफू चाहिँ बाँच्न सक्नु पऱ्यो किनकि सिधा सोधो भयो भने उनीहरूले हेप्छ र तपाईँलाई पैसा खान खोज्छ त्यस कारणले सिधै उनीहरूसँग गल्ती छैन भने डराउनु भयो भिन्नै लाएर मलाई छोडिदियो नत्र तपाईँलाई लुट्ने थियो पैसा खाइदिन्थ्यो किनभने म डराउनु भएन नि त। गरम नभएको भए अलि नरिसाएको भए तिनीहरूले उनलाई पनि डर हुन्छ नि उनीहरूको जागिरको सवाल छ सबैलाई डर हुन्छ सिधा सोझा पैसा हातमा ल्याइसकेको थिएँ मैले यसरी सरेर म सब सामान छोडेर हिँडिसकेको थिएँ त्यो कारणले म चेक पोइन्टमा गएर म इन्क्वायरी त्यहाँ सोधपुछ गर्छु भन्ने मेरो यो गरेँ हिसाब गरेको थिएँ तर दियो ल ठिकै छ तर साथीभाइ नेपाली दाजुभाइ अन्य मान्छेहरूले पनि त्यहाँ मामाहरूले मात्रै नभएर अन्य व्यक्तिहरूले पनि तपाईँलाई त्यहाँ लुट्न सक्छन् तपाईँलाई उ गर्न सक्छन् त्यस कारणले सचेत हुनु होला र उहाँ पनि डराउनु भएन एउटा कुरो अर्को कुरो उहाँको गल्ती केही छैन उहाँ डराउने कुरो पनि भएन र उहाँ बोल्न सक्नुभयो उनीहरूसँग जबरजस्ती भयो भने आफ्नो सामानहरू डकुमेन्टहरू खोज्न सक्नुभयो र उनले यो मान्छे अलिक फटाइ छ यो मान्छे तगरै छ यसले चाहिँ हामीलाई समस्या बनाउँछ भन्ने उनलाई पनि डर भयो र दियो सामान सबै र उहाँ आउनुभयो त्यस कारणले र अर्को कुरो के गर्न चाहन्छु भने यहाँ प्रायः त्यसरी फसाउने कस्तो छ भनेपछि पासपोर्टहरू लगिदिने अनि पासपोर्ट लगेपछि टिकट लगेपछि त अब फ्लाइट हुने मान्छेले त त्यो पासपोर्ट टिकट नभए त फ्लाइट हुँदैन त्यस कारणले उनीहरूले त्यो अप्ठ्यारोमा पार्दैन तिम्रो पासपोर्ट टिकट लिन्छौ भने हामीलाई पैसा देऊ हामी दिन्छौँ न त दिँदैनौँ भन्ने खालको समस्या बनाउँछन् त्यस कारणले सकभर पासपोर्ट टिकट जो पायो त्यही मान्छेलाई नदिनुहोस् केही गरी उनीहरूले लगिदियो भने पनि तपाईँले अब सम्बन्धित ठाउँतिर आएर रिपोर्ट गर्नुहोस् अथवा केही गर्नुहोस् अथवा मोबाइल छ भने भिडियो सिडियो फोटो खिचेर राख्नुहोस् त्यो मान्छेको सजिलो हुन्छ तर पनि अब गाह्रो त गाह्रै हुन्छ होइन तैपनि आफूले आफ्नो लागि लड्नु पऱ्यो अब लड्ने अर्को मान्छे लड्दिन्न आफ्नो लागि आफै लड्नुपर्ने हुन्छ त्यस कारणले अब एउटा कुरो अर्को कुरो के भन्छ उनीहरूले गल्ती भेटाउनलाई उनीहरूले हरेक खोज्छ मोबाइल चेक गर्छ मोबाइलमा कुनै मान्छेहरूले त्यस्तै खालको अब फोटोहरू भिडियोहरू त्यस्तो खालको राख्यो भने पनि अनि ब्ल्याकमा काट्ने त्यस्तो लिङ्क अथवा कसैले गुगलमा सर्च गरेर त्यस्तै नराम्रो भिडियो नराम्रो फोटोहरू हेरेको त्यो भेटायो भने पनि उनीहरूले छोड्दैन किनकि परदेशमा हामी दुःख दिन्छ नि गाह्रो हो त्यो सम्बन्धित निकायहरूले हेरिदिनु पर्ने हो अब यहाँको मान्छेहरूले त अब छैन हाम्रो फसाउने अनि पैसा लुट्ने मात्र त्यही नै हो र यहाँ अब जोगिनु होला अब के नै भन्न सकिन्छ र हाम्रो देश चाहिँ आफ्नै देशमा त हामी कति लुटिन्छौँ भने चाहिँ अर्का देशमा चाहिँ कसले नै हामीलाई सपोर्ट गर्छ कसले नै साथ दिन्छ र तैपनि तपाईँहरू सबैजना जोगिनु होला आफ्नो होसियार हुनु होला सचेत रहनु होला होइन तपाईँहरू जति सक्दो यहाँ आइसकेपछि एयरपोर्टमा तपाईँहरू आफ्नो गन्तव्यमा जानलाई लेभल 5 मा आउनलाई तपाईँहरू सचेत भएर राम्रो तरिकाले है कसैले ठगी गर्ला तपाईँलाई कसैले यताउति गरेर तपाईँलाई पैसा माग्ला त्यो कुरामा तपाईँहरू ध्यान दिनु होला र उहाँले भोग्नुभयो र उहाँले आफ्नो दुःख पोख्नुभयो र सबैजनाले होसियार भएर अब आउने दिनहरूमा पनि तपाईँहरू एकदमै होसियार हुनु होला लेभल 1 अथवा लेभल 2 लेभल 3 जुनसुकै फ्लोरबाट लेभल 5 मा आउँदासम्म त्यस्तो समस्या आइपर्न सक्छ उहाँलाई पर्यो नै र दिनौँ त्यस्तो समस्या पर्ने नै गर्छ तर त्यसको सम्बन्धित निकायले गर्ने हो हामीले त के नै एउटा जानकारी एउटा तपाईँहरूलाई सचेत हुनको लागि एउटा भिडियो बनाइदिने हो त्यति नै हो अरू बाँकी हाम्रो अधिकारमा पर्दैन त्यस कारणले हामीले गर्न पनि सक्दैनौँ हामीलाई पनि गाह्रो हुन्छ त्यस कारणले सम्बन्धित निकायले त्यो हेरेर त्यो यहाँको बारेमा त्यो कुराहरू कम्प्लेनहरू बुझेर यहाँ यसो त्यो सम्बन्धीको एउटा हाम्रो नेपाली दाजुभाइहरूलाई त्यो खालको एउटा यहाँ हेर्ने सपोर्ट भइदिए एउटा राखिदिए राम्रै पनि हुन्थ्यो होइन त्यस कारणले अब त्यही नै हो अर्काको देशमा सबै हाम्रो हातमा हुँदैन त्यही पनि सबैजना सचेत रहनु होला भन्नको लागि यो भिडियो बनाइदिएको छु सम्पूर्ण हाम्रो नेपाली दाजुभाइहरू सचेत हुनु होला बसमा आउने ट्याक्सीमा आउने ग्राफमा आउने जुनसुकैमा आउने साथीहरूको लेभल 1 तिर लेभल 2 तिर लेभल 3 तिर होसियार भएर हुनु होला भन्दै अहिलेलाई यति नै तपाईँहरू सम्पूर्णलाई होसियार भएर आउनु होला सबैलाई त्यस्तो हुँदैन कतिपय साथीहरूलाई त्यस्तो भइराखेको छ र सकभर तपाईँहरू टाढाबाट आउने साथीभाइहरू त बस स्टेसनमा झर्नै पर्छ आउनै पर्छ र यहाँ नजिकबाट आउने साथीभाइहरू सकभर ग्राफ ट्याक्सीमा आएर लेभल यहीँ 5 मा बाहिर आउनुभयो भने सुरक्षितसँग तपाईँ आइपुग्नुहुन्छ र त्यहाँबाट गेटबाट भित्र छिर्ने बित्तिकै यहाँ कसरी पनि त्यस्तो प्रवेश गर्ने बित्तिकै कसैले त्यस्तो समस्या बनाउँदैन भन्न चाहेँ र सबैजनाले भिडियो हेर्नु होला सबैजना जानकारीको लागि सबैले भिडियो हेरेर सेयर गर्नुहोस् र अन्य साथीहरूसम्म पुर्याइदिनुहोस् भन्दै अहिले यति नै बाँकी त्यस्ता अपडेटहरू तपाईँहरूलाई दिने नै छौँ अब हामी त एउटा जानकारी दिने हो सूचना दिने हो तपाईँहरूलाई एउटा यहाँको बारेमा अपडेट मात्रै गराइदिने हो बाँकी कुरा हामीले गर्न सक्दैनौँ त्यस कारणले तपाईँहरू आफै होसियार हुनुहोस् आफै सचेत हुनुहोस् आफै आफ्नो सुरक्षा आफै गरेर यात्रा गर्नुहोस् भन्दै यसलाई यति नै भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्नुहोस् थ्याङ्क यू सो मच